हेलो नमस्ते गुड मर्निङ सबैजनालाई अनि सबैजनालाई ह्यापी दशैं अनि हामीले चाहिँ टिका लगाइसक्यौँ। यो क्यामेरामा कता हेर्नु के यस्तो हेर्छु यता देखिन्छ यस्तो हेर्छु कता हो कता है। अनि त्यसैले हामीले टिका लगाइसक्यौँ। मैले भ्लग अघि नै स्टार्ट गर्छु सोचिरहेको थिएँ, मैले भ्याएकै थिएन, मतलब अलिअलि काम थियो त्यही भएर गरेको थिएन। अनि हामीले चाहिँ टिका लगाइसक्यौँ। हाम्रो भाइहरू चाहिँ खसी कप खेल्न गएको थियो, भर्खर आउँदैछन्। हामी घरमा टिका लगाइसक्यौँ, भाइहरू खसी लिएर आउँदैछन् जितेर। अनि अब उनीहरू एकछिनमा आइपुग्छन्। अनि अब हामीले चाहिँ अब टिका लगाइसक्यौँ, अब खाने हो अलिअलि। अनि त्यसपछि भाइहरू आउँछन् अनि काकाकोमा जाने टिका लगाउन। Pachari join my one mau sih gasuk na dahit na yan account Anang gyanang hiduri bigyanang babati tidinche Tapali kapali sudani sadasam Baranamo narani jahi jaso jahi samra ayi surje jati balakani nama sadaswam यसले नौ दुर्गा भवानीको प्रतापले अङ्क बेटा कस्तो हरान गराइदिनु विश्वासैको आयु दिने हुने परमेश्वर। हेलो को पनि दुख्छ अलिअलि खोज बनाए enggak sih namanya घुमाइ ने अब हुने नि लु उनको ना हुसा मम्मी बेटा बोझलो यहाँ मनलाम यो हाम्रो देउमा मम्मी ना स्याम मम्मी लु स्याला जति छोरीको लु लै बक्सियोस् मासु सुँगुरको आन्द्रा। यहाँ चाहिँ हाम्रो मासु हाम्रो मम्मीले दुनामा लगाउँदै हुनुहुन्छ, दोनाकमा यहाँ सुँगुरको मासु। अनि हाम्रो मम्मी झिलिमिली पारामा हुनुहुन्छ राम्री राम्री भएर। बाहिर खा आमचं तिजो कलरमा कस्तो टोङ्खा रे लामी हेर्छ। म्याचिङ कलर जस्तो देखिने रहेछ अलिअलि हाम्रो बहिनीको र मम्मीको चाहिँ। ल पानी लिएर म भित्र जान्छु। ya mubon pala jethara bang bena char kor kopi anke am bela diminyang moje thila mo bon pale jetha ma mo khoj ni diam bahani ja bon pale dal ji teo mara bon pale jetha ne roji am bena am yeta mo ni je tipatlam o ngana jomlan ni na e wang do thi ơi nhau sẽ được bài bài tốt đó hang dari ban nang bojo ni tu mo ta mai ru ni dot pot kilo do मैले चाहिँ अघि न टिका लगाउनुभन्दा अगाडि चाहिँ मेकअप गर्ने टाइमै पाइनँ क्या। हाम्रो बोजू स्कुलमा गएको थियो अनि छिटो भन्नुभयो अनि कराउन थाल्नुभयो लगभग, त्यही भएर मैले मेकअप गरेको थिएन। अनि अहिले चाहिँ टिका लगाइसकेर मेकअप गरेर चाहिँ त्यो पनि यो निधारभन्दा मुनि क्या, निधारभन्दा चाहिँ मुनि मात्रै मेरो मेकअप छ, निधारभन्दा माथि चाहिँ छैन मेरो मेकअप प्रडक्ट्स क्या। सकियो मेकअप। हामी चाहिँ गाईबस्तुलाई घाँस हाल्न आएको छौँ यतिखेर।
खाना खासम न रुपे राम्रो हैन धन पैसा छैन खुन्नाङरा लेमा पनि पर्यो बानिन्छ त्यो पानीमा चाहिँ हाम्रो घरको राजा खसी ह्याप्पी दसैँ सबैजनालाई। हामी चाहिँ अहिले बाख्राको घाँस लिन जाँदैछौँ म बहिनी मम्मी यो घाँस बोक्ने डोरी यो घाँस काट्ने खुकुरी चलो चलो रुपे राम्रो हैन धन पैसा छैन दिनीमा बिसाउने भारी खन्नाङका हाम्रो आज कस्तो दसैँ जस्तो लागेको छैन क्या आजको दिनमा के गर्नु न भलिबल खेल्छ ग्राउन्डमा न कोही टिका लगाउने मान्छे हुन्छ बाटोतिर न आफ्नो घरमा कोही टिका लगाउने मान्छे आउँछ के आराममा चाहिँ दसैँ जस्तो लाग्नुपर्ने क्या हामीलाई त्यही भएर हामी घाँस काट्न गएको टिका लगाएर हामी चाहिँ घाँस काट्नु जाँदैछौँ बाख्राको लागि। हामी चाहिँ यहाँ आधी बाटो पुगिसक्यौँ घाँस काट्नलाई। घाँस काट्न जाने मान्छे किन यसरी कपाल भिजाएर हिँड्छ भनेर सोच्नु भएको होला। अघि भर्खरै धुएको कपाल घाम नलागेर सुक्नै पाएको छैन क्या त्यही भएर यो चाहिँ मेरो सुकाउने तरिका हो। यो चाहिँ घाँस बोक्ने यो चाहिँ घाँस काट्ने हो। हाम्रो घाँस काट्ने बुइनी यी नै हुन् पुलिस हाम्रो मम्मी हाम्रो बहिनी एन्ड मी। प्लिज बिस्तारै चढौँ ल बहिनी आज दसैँको दिन हो है। युट्ने मौसम भन्दा छ भ्यायो रिन्थ्यो नि यत्रो रुख छ यो काट्नुपर्ने मुनि ल यसरी काट्नुपर्छ है। हाम्रोतिर दसैँको दिन पनि आज यसरी हामी घाँस काट्दै हिँड्दैछौँ भनेपछि सोच्नु होला दसैँ कस्तो छ। मान्छे गयो कि के हो घाँस आउने बित्तिकै यो चाहिँ यत्रो छ क्या यो लिएर जानुपर्ने हामीले अब बाख्राहरूको लागि ल प्लिज। हाम्रो बहिनीले एउटा 10 करोडको माल लिएर आउँदैछ 10 करोडको माल। हाम्रो बहिनीले यत्रो 10 करोड थापाको सेकेन्डमा आउँछ हाम्रो बहिनी पनि यो 10 करोडको माल है। यसलाई यसरी गरेर खिच्याइदिनु पर्छ ल प्लिज। यस्तो हाम्रो चाहिँ ल ल ल घाँस काट्दैछौँ यसरी भनौँ भने नि मैले चाहिँ काटेको छैन केही पनि म चाहिँ बोक्ने मात्रै हो। हाम्रो मम्मीले काट्दै हुन्छ बहिनीले काटेर अनि अब के भन्नु म चाहिँ यसरी भ्लग बनाउने अनि त्यस पछाडि बोकेर जाने मात्रै हो। दसैँको दिन नि मैले मेकअप गरेर राम्ररी बनेर आएको छु घाँस काट्नलाई। यो मेरो बहिनीको चिम्टी हो मलाई दिएको छ लगाउनलाई। यो मेरो मम्मीको फोन। भ्लग चाहिँ कस्तो छ सबै हेरिदिनुहोस् सबैजनाले प्लिज। चाहिँ यति हो सिना भुसुप बिस्तारै हो न प्लिज बिस्तारै झरौँ ल बहिनी। मम्मी यो बिरुवा चाहिँ न दिजियो म चाहिँ त्यसले ए
त्यहाँ तल जङ्गलमा क्या जङ्गलमा यो जङ्गल भइसकेको मात्रै हो तर यो सब हाम्रै जग्गा हो के बारी हो यसमा रोड हो नि यो फेरि रोड हो यहाँबाट बाइकहरू हिँड्छ हाम्रो बहिनी यति धेरै काम गर्ने छिन् कसैलाई मन पर्यो बुहारीको रूपमा भने प्लिज कमेन्ट यस्तै अल्छी छु भ्लगर केटी छु अब के भन्नु काम नलाग्ने टाइपको छु तर पनि प्लिज म पनि अलिअलि काम लाग्ने छु मेरो बहिनी जतिको त छैन त्यही पनि रुपे राम्रो हैन धन पैसा छैन त्यति मात्र आउँछ मलाई चाहिँ त्यो भन्दा चाहिँ आउँदैन ल हाम्रो बहिनीले चाहिँ एक भारी घाँस लिएर आइसक्यो प्लिज 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 कसैलाई केही घाँसहरू चाहिएमा बाख्राको लागि चाहिएमा हाम्रो बहिनीलाई सम्पर्क गर्नुहोस् प्लिज यतिको काम गर्ने छिन् भनेपछि कसैलाई मेरो बहिनी चाहिएमा प्लिज सम्पर्क गर्नु होला रुबिना साम्पाङ राई तानुम 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 रुबिना तानुम रुबिना रुबिना फेरि 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 म पनि आउँदैछु म पनि यतिको काम गर्ने मान्छे नै हो प्लिज सबैले काम गर्ने मान्छे रहेछ भनेर मलाई पनि काम गर्दाखेरि चाहिँ कस्तो फिल भयो त निकै चर्को चर्को नै हुँदो रहेछ तर पनि मैले यहाँसम्म यति घाँस लाउन सफल भएको छु त्यसैले सबैले मलाई बधाई दिनु होला प्लिज र मम्मीले एक भारी घाँस लिएर आइसक्नुभयो मैले नि लिएर आएको थिएँ भर्खर मम्मी यो एक भारी भइसक्यो यहाँ यति त्यति त्यति प्लिज बोकुम बहिनी बोकुम पनि म रुबिना खुइने न आमको भिडियो ठोक्यो ल म चाहिँ घरको जेठी छोरी भएर जन्मिए पनि कान्छी छोरी भएर हुर्किरहेको हो म चाहिँ खासमा यो हो कान्छी छोरी ज्यान ठुलो हुनु मान्छे ठुलो हुनु पनि के गर्नु ओइ दाबी बाटो मम्मी ए हुनु पनि केही छैन दुःख छ दुःख यस्तो हाम्रो गाउँतिर टिका लगाएर आफ्नो घरमा अनि मामा घर पनि हिँडिसकेछन् मान्छेहरू हाम्रो चाहिँ कतिखेर जाने हो अत्तो पत्तो छैन घाँसहरू खोजी हिँड्दैछौँ यसरी हाम्रो मम्मीको भारी अनि त्यसपछि बहिनीको भारी अनि मेरो भारी चाहिँ यही फोन हो एउटा कामै नगर्ने भनेर सोच्नु भएको छ होला है मलाई खासमा तर म पनि गर्छु के आज चाहिँ दुईजनाको लागि मात्रै पुग्यो अरू घाँसै थिएन मतलब बाख्राहरूले खाने खालको अनि त्यही भएर पनि हो र म अलिक अहिले सन्चो छुइनँ नि त त्यही भएर पनि हो यो चाहिँ हाम्रो पसल जस्तै हो अनि यो चाहिँ रोड हो यही बाटो गाडीहरू हिँड्छ हाम्रोमा चाहिँ अनि यो तलको चाहिँ हाम्रो घर हो नो खसीपुरमा घाँस छ यता छुछु यस्तो छ हाम्रो भारी चाहिँ दुईजनाको यो हाम्रो कुखुरीहरू हो हाम्रो देमा हुनुहुन्छ तल घरमा यो चाहिँ हाम्रो घर यसरी यहाँ पनि छ है कुखुरी यो फुलहरू छ क्या हाम्रोमा यस्तो यस्तो खालको यता माथि पनि छ अनि त्यस पछाडि यता पनि रोपेको छ कि तर फुलेकै छैन यसरी पुरै परसम्म तर फुलेको छैन अनि यता तलतिर छ फुलहरू हाम्रो घाँस राख्ने ठाउँ खोलमा हो यो हाम्रो खोलमा गाईहरू छन् यसरी यो घाँस हाम्रो मम्स अनि हाम्रो
वस्तुहरू यहीँनिर राख्ने हाम्रो घाँस यहाँ माथि पनि छ यहाँ अनि यो हाम्रो टोयलेट हाम्रो मामा घर लिएर जाने केरा हो केरा अनि यसमा चिउरा यसमा मासु चिउरा मासु केरा सानी साइली चाहिँ जुगो खाली हुन्छ सानी चिमार Dai da mulu orang kau ira ni mulu sungai cerita tu dai da mulu tahu mah orang kedam dari ni pada segi ni orang kau. Mana dengan ni? Lo, ni, sedap macam ni kamu saya ni. Mana ni? Radhi thung senyoresa. बहिनीले न दुर्गा भवानीको प्रताप ल्याङको बेटा कस्ता हरानुङ्गा जो हाते पटाकेको मुना खर्च पुऱ्याइदिनु राजा रानी सेवामा ताल्ने हुनु भए परमेश्वर यो हाम्रा जन्ना सबोक थु नि हो न म यति या ए बसेर कामला सबैले नमस्ते गरिदिनु पर्छ ल अब यहाँ आता से बाबासुको वा मलाई रेजिन उसँग युज को ओ हेली Moknya yung kina mo kapak nu ni ada ini. Basi. आइना बोलो टी-शर्ट halal